डिटेल स्टडी बाँकी छ र यहाँहरूलाई जानकारी गराउँ। जति पनि आयोगका प्रतिवेदनहरू आउने यहाँका आउने व्यवस्था छ त्यो हामी प्रतिवेदन यहाँ आउँछ र सम्बन्धित निकायलाई हामी पठाउँछौँ। तर स्टडी गरेर यति मात्रै होइन, खालि रिकमेन्ड गरेर होइन, के गर्नुपर्ने सुधार। अब यो आर्थिक अनुशासनको लागि यो प्रतिवेदन निकै महत्त्वपूर्ण प्रत्येक वर्ष हुने गरेको छ, यस वर्ष पनि महत्त्वपूर्ण छ। तर कहिलेबाट सुधार गर्ने त यो एउटा चिन्ताको विषय छ। जति छिटो हामीले आर्थिक क्षेत्रमा सुधार गर्न सक्यौँ हाम्रो प्रदेश त्यतिकै प्रगति गर्ने छ भन्ने विश्वास मलाई पनि छ र सबैलाई विश्वास छ, सबैको आशा पनि त्यही छ। यहाँ कमभन्दा कम बेरोजगार होस्, कमभन्दा कम व्यतिथि आर्थिक क्षेत्रमा कमसेकम कम होस् भन्ने चाहना आम जनको चाहना छ र प्राविधिक रूपमा पनि महालेखा परीक्षण कार्यालयको पनि चाहना त्यही छ। यसलाई पुरा गर्ने हिसाबबाट हामी जाउँ र कतिपय कार्यालयमा केही अब सम्पूर्ण रूपमा यहाँ पालिकाहरू अथवा प्रदेश कार्यालयहरू सबैमा व्यतिथि होला अथवा कुनैमा राम्रो पनि छ भने त्यसलाई उदाहरणको रूपमा अग्रसारित गरेर फलोअप गर्दाखेरि पनि राम्रो होला। त्यस्ता सफल कथाहरू जसलाई हामी भन्छौँ नि त, त्यो सफल कथाहरू पनि यसमा आइदियो भने, डिटेल फर्ममा आइदियो भने अलिकता प्रोत्साहन पनि हुन्छ। नराम्रो काम गर्नेलाई अब जे कानुनी व्यवस्था त्यसमा छ कि कसरी सुधार गर्ने, दण्ड सजायको व्यवस्था छ कि पुरस्कारको व्यवस्था छ कि अथवा कुनै अरू के कानुनले हामीलाई के भन्छ, के गर्न सकिन्छ कि कानुन निर्माण नै गर्न सकिन्छ, त्यस्ता उपायहरू पनि आगामी प्रतिवेदनहरूमा डिटेलमा आइदियो भने मलाई लाग्छ कहीँ न कहीँ अलिकता फर्मेटमा पनि चेन्ज गर्नु पऱ्यो। किन वर्षौँदेखि हामी सुन्दै आएका छौँ व्यक्तिगत कुरा, व्यक्तिगत कुराहरू राष्ट्रिय लेभलदेखि लिएर जबदेखि प्रदेश कार्यालय हो, प्रदेश यो सङ्घ हो, प्रदेश हो, यो हाम्रो कार्यालयको स्थापना भयो भन्नुहोस् न, सङ्घीय कार्यालय अन्तर्गतका अरू कार्यालय अथवा मन्त्रालयहरू, प्रदेशका मन्त्रालयहरू, त्यसमा देखिने व्यतिथिलाई पनि हामीले न्यूनतम गर्दै लिएर जानुपर्छ। यसको लागि पनि मार्गदर्शन महालेखा परीक्षण कार्यालयबाट आइदियो भने अझ सहिलो हुन्छ। यो अपेक्षा साथ